हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ म मम्मीसँग सिस्नो टिप्न जाँदैछु। धेरै टाढा होइन, हाम्रो यही घर माथितिर हो। अनि यो पछाडि देख्न सक्नुहुन्छ, यो चाहिँ मेरो घर ठ्याक्कै रोडको अगाडि नै छ। मेन रोड यहीँ भइहाल्यो। अनि यहाँबाट त तल झर्ने बित्तिकै मेरो घर आइपुग्छ। अनि हामी सिस्नो टिप्न जाने भनेको चाहिँ यहीँ मासतिर हो है। सो आज चाहिँ सिस्नो पकाउँछौँ। बाबालाई सिस्नो खाना दिनुपर्ने भएको छ, किनकि बाबालाई चाहिँ डायबिटिज छ नि त। सो विकली सिस्नो आटो चाहिँ खाना दिइराख्छन् क्या। सो त्यही भएर मेरो बाबाले चाहिँ धेरै खानेकुराहरू बार्नुहुन्न, किनकि हामीले यस्तै खानाहरू चाहिँ मिलाएर खाना दिइरहेको हुन्छौँ क्या बाबालाई। अनि सो धेरै कुरा बार्नु पर्दैन, अनि सुगर लेभल पनि ठिक ठाउँमा हुन्छ। सो खानेकुरालाई चाहिँ एकदम ब्यालेन्स रूपमा खानुपर्ने हुन्छ, जसले गर्दा धेरै कुराहरू बार्नु पर्दैन, ठिक खान मिल्छ है। सो अब आज सिस्नो टिप्न जान्छु र अनि कसरी पकाउने म देखाउँछु ल। रोडबाट चाहिँ पारी मासतिर यहाँ चाहिँ भर्याङ छ। भर्याङमा चाहिँ सिस्नो यो पनि देख्न सक्नुहुन्छ। यहाँ पनि सिस्नो फुलको यस्तो खालको सिस्नो चाहिँ अलि मिठो हुन्छ, त्यो जुस भएको वाला है मम्मी। मिठो हुन्छ। सबले मासु खाने अनि हामीले सिस्नो खाने। उकालो हिँड्ने बानी हराइसक्यो, स्या भइसक्यो म त। सिस्नो मेरो आमालाई फेरि सिस्नो खान पर्यो अरे मासु खाने बेलामा। यस्तो खालको फुलेको सिस्नो फेरि मिठो हुन्छ कि होइन। सिस्नोको पनि फेरि जुन पाइ भाग खाने होइन, सिस्नोको फेरि मुन्टो मात्र खाने हो। के हो, मेरो त चिम्टा लाइन काम गर्दैन क्या, चुड्दैन त। लाउनु चिम्टा साटौँ यसरी। लेट्स गो। तर पन्जा हुन पर्ने के यस्तोमा सिमन पनि सक्दैन। यस्तो वाला चाहिँ मिठो हुन्छ सिस्नो। अनि आज चाहिँ हामीले सिस्नो कसरी पकाएर खान्छौँ फुल रेसिपी देखाउँछु ल। अब एकचोटि के इन्डियनहरू आएको क्या है घुम्न, यही भर्याङमा थियो क्या। अनि म चाहिँ बाटो हिँडिरहेको छु नि त। अनि हाम्रो पसल जाने पनि यही बाटो हो क्या। अनि त्यसपछि इन्डियनहरू आएको रहेछन्। अनि के भन्छन्, सिस्नोलाई छोएछन्। अनि अरे नेपालको त पापमा करेन्ट हे भनेर भन्छ कि फेरि। मलाई त यस्तो हाँस लाएर त्यसले सिस्नोलाई छोएछ, पोलेर बिचरा रन पर्नेर। मलाई पोलो अय्यो चिम्टा पनि त्यस्तै। मलाई त टिप्न आएको कि के हो। हाले छैन म त, मुन्टा हालेको। बुढो पात मिठो हुन्न। जान्दिनँ म त। आइज न।
आउँदैन त खाना पर्छ क्या सबले मासु खान्छ नभए हामी सिस्नो खाने मासुको मतलब हुँदैन नि त काठमाडौँमा त पुरै है मम्मी यस्तो सिस्नो त पोका पोका बेच्न राख्ने प्लास्टिक आत्ता कस्तो घाम लाग्छ अब घर गएर फेरि रोटी पनि पकाउनु छ सिस्नो सानैबाट सिस्नो खाँदै आएको हामी त नपढे स्कुलमा लास्ट सिस्नो खान्थ्यो हामी त खाइएन स्कुलमा त सुगर भएको बिरामीहरूले चाहिँ कमसेकम सिस्नो चाहिँ खानुपर्छ त्यो कस्तो भने भाँडामा नि अर्को रबर पाइन्छ क्या आत्ता रबरको त्यो ग्लोभ्स हुन्छ नि भाँडा मार्नेवाला हो त्यसले त्यो चाहिँ रबरको हुन्छ अनि खासै पोल्दैन क्या त्यसले अनि ट्याप्प मन्टा टिक्न मिल्छ क्या हो त्यो ल्याएर राख्नुपर्ने सजिलो हुन्छ सिस्नो टिप्न कसिरै आयो पछाडिको चाहिँ मिलेनियम कलेज हो यहाँ चाहिँ अब सानो बच्चादेखि लिएर 11-12 म्यानेजमेन्ट साइन्स अहिले त ल पनि छ क्यारे लहरू पढाइ हुन्छ हो यस्तै मन्टा चाहिँ टिपेर पकाएर खाने हो ठुल्ठुलो पातहरू चाहिँ खानुहुन्न है खिर बनाउने सिस्नोको खिर खाने हरियो सिस्नोको अलिकति सिद्रा माछा मिलाउनुहोस् यति राम्रो हुन्छ अहिले भनेको सबैको आमा हो भाइ मम्मी त के हो सिस्नो च्याप छोपिदिनु ल्याएर हातले एक झोला भयो ल एक झोला सिस्नो भयो अब घरतिर के को घरतिर फेरि अर्को ठाउँ देख्नु भयो यसलाई त अब झ्याम धुनुपर्छ पटेक अन्त सो हामीले चाहिँ यसरी सिस्नोलाई धुनुपर्ने हुन्छ बाटो भन्ने पनि बुझ्नु पर्ने गरेर
अनि यो चाहिँ सिस्नोको फुल हो, यसलाई चाहिँ अब हामीले यसरी चाहिँ चिया छानेर निकाल्नुपर्छ। अनि यसरी चाहिँ हामीले पानी उमाल्नु पर्ने हुन्छ कराईमा। सो अनि पानी उमालिसकेपछि यसमा हामीले सिस्नो हालिदिन्छौँ है, अनि घोट्नुपर्छ। म चाहिँ क्यामेराम्यान, फोकस गरौँ, मम्मीले चाहिँ चलाउनु भएको। अनि यसमा के को पिठो राख्ने हेर मम्मी? कहिलेहरू घोट्ने? डाँठो क्या त। अब यसमा मकैको पिठो राख्ने, अनि फेरि चलाउनु घोट्ने। घोटेको घोटे घोटेको घोटे घोटेको घोटे घोटेको घोटे गर्नुपर्छ। बाहिर भन्नु लाग्दैन। कति राख्नुपर्छ पिठो? धेरै हाल्नु पर्दैन नि। अब चाहिँ हामीले यसरी अदुवा मिसाउनु पर्छ यसमा, अनि स्वाद अनुसार नुन। र यसरी हाम्रो सिस्नो तयार भयो।